नमस्कार सबैजनालाई। र आज म चाहिँ यो यो च्यादर लिएर आएको छु। यो चाहिँ आज तोरी पाकिसकेको छ। कोही ठाउँमा चाहिँ यो पहिला छरेको तोरी हो, त्यसै कारणले यो तोरीलाई अब आज म काट्न गइरहेको छु। हामीले चाहिँ यो तोरी अलिक ठुलो भएको कारणले उखाल्दैनौँ, यसलाई चाहिँ यसरी काटिन्छ है। हामीले सबै काट्यो भने माटो आउँदैन र यो काटेर हामीले यसरी यो चाहिँ मैले यो च्यादरमा राख्छु। घरमा लगेर यसलाई सिझाउनु पर्छ। अलि दिन 2-4 दिन सिझाएर अनि बल्ल अनि माडिन्छ फेरि खुट्टाले। हुन त मैले परार साल हाते ट्र्याक्टरको सहायताले एउटा बक्समा हाते ट्र्याक्टरलाई राखेर त्यसको ल हेर्नुहोस् राम्रो फलेको छ।